गाइस देख्न सक्नुहुन्छ एकदमै चट्टानै चट्टान है यस्तो। हेलो गाइज ह्याप्पी बर्थडे टु मी। हेलो गाइज ह्याप्पी बर्थडे टु मी। आज चाहिँ हामी होइन अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर दर्शन गर्न जाँदैछु म। आज जन्मदिनको विशेष दिनमा आज सुपादेउराली मन्दिरमा दर्शन गरौँ न भनेर आज दर्शन गर्न जान लागेको। म चाहिँ अहिले यहाँबाट फिलहाल एक्लै छु। केही समयपछि दाइसँग जाने हो। अब हेरौँ दाइसँग कति बेला पुगिन्छ। आज चाहिँ सबैले मलाई ह्याप्पी बर्थडे भनेर विस गर्नु होला, किनकि आज मेरो शुभ जन्मदिन रहेको छ। तपाईँहरू सम्पूर्णलाई पनि मैले धेरै धेरै धन्यवाद भन्ने छु। आज चाहिँ यो अमूल्य दिनमा सबैले मलाई विस गरिदिनु होला। ह्याप्पी कुकुर तिहार भाइ, के छ? आरामै छस्? ह्याप्पी बर्थडे। के छ गाइज होइन, सबैजनालाई वेलकम छ हाम्रो च्यानलमा। सबैजनाले माया गरिदिनु हो र हाम्रो च्यानललाई। गाइज ठ्याक्कै 8 बजेको छ। अब 8 बजे चाहिँ म यहाँ हाम्रो साना र बुवाको घर आइसकेको छु र केही समयपछि ठाडा तहको मेन रोडमा पुग्छु र डमरुतालमा आइसकेको छु। र ठाडा डमरुतालमा चाहिँ एकदमै सुन्दर शालिग मूर्तिहरू र हाम्रो शालिगको मूर्ति चाहिँ यहाँ रहेको छ। यसको स्थापना चाहिँ 2082 4 महिना 29 गते रहेको छ र यसको निर्माणकर्ता चाहिँ स्वर्गीय पिता श्याम प्रसाद श्रेष्ठ र माता मानकुमारी श्रेष्ठका आदरणीय हाम्रो अङ्कल। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सकुनाको एकदमै सुन्दर तालको रूपमा रहेको हाम्रो डमरू ताल हो। तपाईँहरू चाहिँ यहाँ घुम्न पक्कै पनि आइदिनु होला। एकदमै सुन्दर कञ्चन होइन हाम्रो सिगन्दा। तपाईँहरू सम्पूर्णलाई शुभ बिहानी भन्न चाहन्छु हाम्रो ठाडा डमरू तालबाट। र आज चाहिँ यो डमरू तालमा आउनुको तात्पर्य चाहिँ होइन, म चाहिँ कुनै एउटा ठाउँमा जाँदैछु। त्यो ठाउँमा गइसकेपछि हजुरहरू देख्नुहुनेछ। र आउने क्रममा हाम्रो डमरू ताललाई पनि यसो प्रमोट गरौँ न, देखाऊँ न भनेर म डमरू ताललाई देखाएको। फाइनली हाम्रो दाइको घर आइसकेको छ। रङ्गोली मनिरहनु भएको छ। देख्नु सक्नुहुन्छ यो रङ्गोली भाउजूले बनाउनु भयो। एकदमै राम्रो छ। आमाले हेर्नुभयो है, हाम्रो आमाले ठुलो गरौँ हेर्नु न साथी हान्नुहोस्। आन्टी नमस्कार। नमस्कार बाबु, सन्चै छ? ठिक छ, तपाईँलाई? म सन्चै छ। कहिले त बाबु आएको? म अस्ति आएँ। ए अरू सबै ठिकै छ? हजुर, तपाईँलाई? ठिकै छ। कहिले तको त बाबु बसाइ? हुन्छ अलिअलि। लुक यता देखाउनु के हो र आँखा बिग्री। गाइस अब हामी यहाँबाट हिँडिसक्यौँ होइन। अब यहाँबाट हिँड्यौँ एक ठाउँबाट हामीले अब जय सुपादेउराली माता। गाइस म चाहिँ यति बेला मन्दिरमा आइपुगेँ। मन्दिरमा आएर दर्शन गरेर सकिसकेपछि एउटा भिडियो क्लिप बनाउँ न भनेर आएको। सुपादेउराली मन्दिरमा दर्शन गरिसकेपछि हामी अब माथि नौपानी रिसोर्ट जानुपर्छ। त्यसपछि गाइस सुपादेउराली मन्दिर दर्शन गरेर भ्याइसकेपछि हामी अब मन्दिरतिर भिडियो बनाउन जाँदैछौँ।
एक दुईपट्टि हानौँ न मन्दिरमा। एकदम सुन्दर 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 हिमालहरू देख्न सक्नुहुन्छ एकदमै। हामी गन्तव्य स्थलमा आइसक्यौँ। गेटमा नाम पनि नलेखेको छ। चाहिँ रक गार्डन है, तिरबाटै भिडियो बनाउने। दामी छ त यार भ्यू। गाइस देख्न सक्नुहुन्छ एकदमै चट्टानै चट्टान है। यस्तो ठाउँमा हामी आइयो, यस्तो ठाउँमा आइयो कि कुरै नगरौँ। बाख्रा चढ्दैछन् यहाँ चक्क। ल दाइ म यस्तो ढुङ्गामा हिँड्छु, पछाडिबाट भिडियो गर्दा। त्यस्तो नभन्न। टक्क यो चाहिँ भ्यू है। गाइस म सन्धिखर्कको भ्यू देखाउँछ है, तपाईहरु देख्न सक्नुहुन्छ। एकदमै राम्रो सुन्दर सन्धिखर्क बजार देख्न सक्नुहुन्छ। हामी चाहिँ रक गार्डन आइसकेका छौँ। मस्त घुम्यौँ, थाक्यौँ है। हामी एकदम हेलमेट लिएर आइज है, एकदमै थाक्यौँ। किन ए त्यस्तो नभन्न। ल मैले त यही ब्यागै छ त, टक्कै घुम्न आएको। एकदमै थकै लाग्यो। सकिन्छ कि नै घुमेर, सकिन्छ कि नै आज। भयो एकदमै सुन्दर रहेको छ यहाँ हाम्रो रक गार्डन चाहिँ, देख्न सक्नुहुन्छ। आइसकेँ। रक गार्डन चाहिँ यो हो, एकदमै
राम्रो छ मजा स्यासेर बिहामा भइसक्यो ए मेरो दाइ तपाईँ यस्तो खबर नगरिकन आउनु न जनक अरुण दाइ किन यस्तो सरप्राइज दामी दाइ ठिक छौ आरामै नानी हाई गरिदियो हाई गर भिडियोमा किन भाइ म भोलि आउने भनेर मैले मा कसम भोलि त म त्यही नै बस्ने भन्ने सोचेको थिएँ कि यहीँ घुम्न आएको कहाँ यहीँ ए बुन्टी ठिक छौ के छौ खाना खाऊ म बसेर को गाउनु होला गाइज हामी चाहिँ होइन घुम्न आइसकेका छौँ र हेर्नु नेपालको झन्डा कसरी फरफराइरहेको छ देख्न सक्नुहुन्छ एकदमै यो त हुन्न आइसक्यौँ होइन यता चाहिँ हाम्रो छतदेबाट ठुला पोखराबाट खै तपाईँ आउनु भएको अरे हामी चाहिँ टक्क घुम्न आयौँ बाख्रिन चरिरहेको हजुर सुशील भूषा यस 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 पुग्यो है लिग्ने हो के गरेको ल गाइज दाइ पर्पोज गरौँ ल अरुण दाइ पर्पोज गरौँ के गाइज ल टक्क है हेलो बेबी आई लभ यु खै मलाई रिटर्न ब्याक कहिले दिने हो तिमीले छिटो देऊ गाइज हामी रक गार्डन घुमेर फर्किसकेका छौँ यति बेला पछाडि जनु दाइ र नानी दाइ र म आउँदैछौँ अरुण दाइ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो अर्को खाँचीमा रहेको एकदमै अहिलेको भाइरल झरना हो त्यो झरनामा चाहिँ धेरै मान्छेहरू घुम्न आउनुहुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ हेर्नुहोस् कति ठुलो झरना छ त्यसको नजिक जाने हो भने पानी त्यो पानीको उस हुन्छ नि बहावले चाहिँ भुतुके भिजाइदिन्छ मेरो एउटा यो कपडा चाहिँ भुतुके भिजिसक्यो अनि त्यही भएर अलिकति गाह्रो भयो त्यो ठाउँमा गएर तपाईँले त्यसको छौराको होइन पानीको उसको त्यसको आवाज कति ठुलो सुन्न सक्नुहुन्छ हेर्नुहोस् नहेर्नु त्यस्तो झर्का हुन्छ क्या होइन ल यो चाहिँ झर्ना होइन देख्न सक्नुहुन्छ एकदमै सुन्दर छ झर्ना चाहिँ त्यही हो अब झर्ना हेऱ्यो झर्ना हेर्ने धेरै ठुलो रहर थियो हेर्न सकियो अब चाहिँ गाइज यो चाहिँ होइन मुगुस्थली झरना रहेको छ एकदमै सुन्दर रहेको छ यो पहाडको खोजबाट कञ्चन हुँदै छलछल गर्दै यो झरना झरिरहेको छ तपाईँहरू पनि आउन सक्नुहुन्छ एकदमै सुन्दर झरना रहेको छ यतानिरको सिन पनि एकदमै राम्रो रहेको छ हामी चाहिँ अन द वे हिँड्न आँटिरहेका छौँ ल सबैजनालाई टाटा बाई हामी चाहिँ होइन ठाउँमा आइसक्यौँ होइन होइन सन्देशको टाढा लामा जाने है चाहिँ हाम्रो ठाडा चौकीनिर
हजुर तपाईँको नाम भन्नु शुभ नाम बुवा मेरो 20 वर्ष पढेको हो सर हो सर भन्नु पर्दैन मलाई छोरा बाबु भने हुन्छ के छ यो ठाउँलाई के भन्छ अरे यो चाकालुङ्गा चाकलडुङ्गा होइन हजुर ठिक ठिक अब जुकेनाको गाडीहरू आउँछ जुकेना हुँदै होइन हजुर अहिले ऊ यहाँ आउँछ कोही यहाँ चाहिँ बुटोल पनि जान्छ हजुर 3टा चाडा एबी चलिरहन् हजुर हजुर सुनिलले नि लिएर आउँछ हो आलेले हजुर। दिपकको गाडी आलुले त्यो चलाउनु ए तपाईँ भन्नु शुभ नाम भन्नु न यार मेरो नाम सुशील भूषाल हो ए हजुर चाहिँ केमा काम गर्दै हुनुहुन्छ अहिले म पढ्दैछु बुवा ए। यत्तिकै हामी अर्घाखाँची घुम्ने भनेर आएको ए हजुरको घुम्दाखेरि यो सबै सिन लिख्न पर्यो भिडियो बनाउनु ठिकै पर्यो हो राम्रो छ अहिले बारीतिर जानु यहाँ चाकालुङ्गा भनेको ढुङ्गो छ यहाँ त्यो पनि हेरेर जानुहोस् ठुलै खा पहिला ठुल्दै अहिले फोर ठिकै छ अहिले पनि यसै नाम चाहिँ चाकालुङ्गा रहेको है हजुर हजुर एकदमै राम्रो ल धेरै राम्रो छ यत्तिको सक्रिय बुवा हुनुपर्छ बुढेसकालमा पनि आएर अरे हामीले बाटो भर्खर यार धान काटेर यार कमर दुखेर फेरि मम्मीका चाहिँ हातखुट्टा भाँचिहान् खमारी भन्छन् नै अलि तल परो मेरो घर अलि अगाडि परो खुर्सामा टाउनी कता पर्छ अझै अगाडि परो अझै अगाडि पर्छ हजुर थोरै अगाडि तपाईँको यहाँ 10 मिनटमा यो चाहिँ जान सक्नुहुन्छ भ्यू रहेको छ खुर्सामा त हजुर यो चाहिँ हामी चाहिँ होइन चाकलडुङ्गा आइसक्यौँ चाकलडुङ्गा आउँदा एकजना बुवाले चाहिँ हामीलाई ठाडा उमराई जाने बाटो यताबाट हो भन्ने दुगुरी दुगुरी आएर भनिदिनु भयो उहाँलाई धेरै धेरै माया छ होइन बुवा हामी अर्घाखाँची घुम्यौँ तपाईँको घरतिर पनि आयौँ तपाईँलाई भेट्यौँ होइन एकदमै खुसी लाग्यो होइन धन्यवाद हजुरलाई धन्यवाद दिएँ मैले काम गरेर आउनुभएछ दिनभरि धान काटेर अझै खेताला अझै बाँकी छ त्यहाँ आमा चाहिँ फेरि चाँडै पकाएर 3 बजेभन्दा पहिले खानुहुन्न त्यही भएर चाँडै म चाँडै दुगुरेँ हजुर हजुर बाख्रा पनि पालेको छु भैँसी पनि दुख्नु छ एकदम भैँसीको दुधको चिया त एकदम मिठो हुन्छ नि जानिया जान अनि दादा अरे मैले भर्खर पकाइदिन्छु हजुरलाई हाम्रो अरुण दादा मेरो घर पनि देख्नुहुन्छ थकै ला दादालाई जानिया जान नजिकै यति यो मस्तो थकै ला दाइ जल्दी गर्नु यार होइन त्यस्तो केही हुन्न हेलो गाइज म चाहिँ दिउँसोभरि घुमफिर गरेर भइसकेँ अब प्लग इन गर्नुपर्ने हुन्छ तिहार एकदमै राम्रो होस् तपाईँहरूको पनि हाम्रो पनि एकदमै राम्रो हुन्छ भन्न चाहन्छु म घर आइपुगेँ अब घर आउँदा चाहिँ के छ अवस्था हेर्नुपर्छ एकदमै राम्रो रमाइलो होस् तपाईँहरूको तिहार पनि एकदमै राम्रो भयो भन्ने मैले चिताएको छु एकदमै सबैको भ्लग राम्रो होस् तपाईँहरूको पनि तिहार राम्रो होस् मेरो पनि राम्रो होस् त्यही नै चाहन्छु सम्पूर्णलाई तिहारको धेरै धेरै शुभकामना भन्न चाहन्छु र यति भन्दै म भ्लग इन गर्न चाहन्छु तपाईँलाई धेरै धेरै माया चाहिँ के रहेछ